सहयोग गर्नुभयो नेपाल रेड क्रस सोसाइटीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यो अमूल्य सहयोग अतुलनीय सहयोगलाई फेरि पनि प्रदान गर्न चाहन्छु र आगामी दिनमा यो सहयोग निरन्तर होस् भन्ने चाहन्छु। म नेपाल रेड क्रस सोसाइटीको केन्द्रीय तर्फ समितिको अध्यक्ष भएका हिसाबले तपाईहरु सबैलाई एउटा आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। यदि यो नेपाल सबैभन्दा भल्नरेबल जोन हो, यहाँ यदि केही दुर्घटना भइहाल्यो भने, फेरि भूकम्प आइहाल्यो भने, कल्पना गरौँ नहोस्, आइहाल्यो भने हामीले त्यो खालको सङ्कटलाई व्यवस्थापन गर्ने गरी अबको दिनको यात्रा तय गर्नुपर्नेछ। अबको योजना त्यो ढङ्गले बनाउनु पर्नेछ। साथै नेपाल रेड क्रस सोसाइटीको यो रक्त संसार आफैमा आजसम्म हामीले जुन कम्प्लायन्स पुरा गर्नुपर्ने हो, सरकारमा दर्ता गर्नुपर्ने लगायतका कामहरू गर्नुपर्ने छ। यो आगामी दिनमा हाम्रो प्रयत्नमा हामीले पहल कदम लिएर यो गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अघि भर्खर ब्लडदानका अध्यक्षले कुरा उठाउनु भएको छ, यो स्वयंसेवी रक्तदाताहरूले दिनुभएको रगतको किनबेच हुन्छ भन्ने कुरा उहाँले उठाउनु भएको छ र त्यो कुरामा मेरो गम्भीर ध्यानाकर्षण पुगेको छ। नेपाल रेड क्रस सोसाइटीको संरचनाबाट यदि त्यस्तो भएको छ र तपाईँहरूले प्रमाण दिन सक्नुहुन्छ भने 24 घण्टाभित्र हामी कारबाही गर्नेछौँ। लक्ष्मी रक्त सञ्चार सेवाबाट सुरु भएको 2023 सालमा लक्ष्मी रक्त सञ्चार सेवा वीर हस्पिटलको एउटा गेटबाट सुरु भएको रक्त सञ्चार सेवा अहिले आएर यो विशाल भवन र देशभरि शाखा र यिनीहरूले विभिन्न आवश्यक परेका व्यक्तिहरूलाई रक्त सञ्चार गरेर अहिले यहाँ आइपुगेको छ र यसलाई हामी अझ गुणस्तरयुक्त बनाउनको लागि, गुणस्तरीय रक्तदान गर्नको लागि हामी आम रक्तदाताहरूलाई, युवाहरूलाई आह्वान गर्दछौँ। रक्तदान गर्नको लागि युवाहरूलाई प्रेरित गर्नुपर्छ र त्यसको लागि नियमित रक्तदाताको रूपमा आम रक्तदाताहरू तयार गर्नुपर्ने हुन्छ र अहिले युवाहरूको रक्तदानदेखि मात्रै गुणस्तरीय रगत प्राप्त हुन्छ र त्यसपछि प्रयोगशालामा उच्च गुणस्तरीय रगत परीक्षणका सामग्रीहरू र किट्सहरू अनि त्यसपछि रगत जाँचको लागि अन्य आवश्यक पर्ने एन्टिसेराहरूबाट मात्रै गुणस्तरीय रगत उत्पादन हुन्छ भन्ने हामीलाई लाग्छ। On behalf of the partners from Nepal Red Cross who've been standing behind this critical work for many years, today Swiss Red Cross is here with us, American Red Cross is with us, but many other Red Crosses have supported this work. Nepal Red Cross blood service is ambitious. We were very happy to support the digitalization of this blood center last year and to start extending that software to other branches. And we hope very soon that the entire service across the country will be digitalized. We think this lines up very well with the government's ambitions. And I'm also very, very happy to see Red Cross data now also appearing in the government app, which is so very important because of the auxiliary role of the Red Cross. रक्तदान केवल रगत दिने कार्य मात्र होइन, यो जीवन, आशा र मुस्कान बाँड्ने अभियान। ब्लड डोनर एसोसिएसन नेपाल एउटा मानवीय सेवामा लागि परेको संस्था हो। यो नेपाल सरकार, गृह मन्त्रालय सिडिओ कार्यालयमा दर्ता भएको, समाज कल्याण परिषदमा दर्ता भएको, ब्युरोको सदस्य नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको ब्युरोमा सदस्य भएको, प्रसूति गृहको बोर्ड सदस्य भएको एकमात्र एउटा स्वयंसेवी संस्थाको रूपमा र आइएफटिडिएको अन्तर्राष्ट्रिय सदस्यता प्राप्त गरेको एकमात्र स्वयंसेवी संस्थाको रूपमा यो अगाडि बढिरहेको पनि हो। त्यस्तै गरिकन रगत समूहको विश्लेषण गर्दा रगत समूहको हिसाबले मैले भर्खरै 2,91,319 युनिटको चाहिँ जिकिर गरेँ यो वर्ष। त्यो मध्येको चाहिँ हामीले पोजिटिभ
पोजिटिभ ब्लड ग्रुप चाहिँ 97.40 र नेगेटिभ ग्रुपको चाहिँ देशभरि नेगेटिभ ग्रुपको 2.60% रहेको छ। अब त्यसै गरिकन अब एचआइभी टिटिआइएस श्रेणीका कुराहरू हामी गर्छौँ, जसमा एचआइभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र सिफिलिस जस्ता रोगहरूको परीक्षण भएको हुनाले विकल कहर व्यथा रोग व्याधा बिरामी अविरल जनसेवा दैनिकी रक्तदानी 3 महिनामा रक्तदानी सदिच्छा सुलभ सहज सेवा प्राप्य होस् जिउन इच्छा नियमित परसेवा पुण्य संस्कार मेवा मनोविधि स्थिति राम्रो शुभ होस् रक्त सेवा नवयुग नवसत्ता रेड क्रसको सदस्य नवयुग नवसत्ता रेड क्रसको सदस्य युवक युवती पाको सिद्ध निष्ठा प्रबन्ध असल नियत साक्षी सात सिद्धान्त मान असल नियत साक्षी सात सिद्धान्त मान परहित परसेवा रेड क्रस विश्व साना परहित परसेवा रेड क्रस विश्व साना रेड क्रस विश्व साना। हस्, धन्यवाद, नमस्कार।